जीवनमा काम गर्न सुरु गर्नुहुन्छ परमेश्वरले, नत्र जीवन व्यर्थ छ, एकदम व्यर्थ। त्यसैले मलाई लाग्थ्यो कि म चाहिँ विश्वासी भएर न संसारी नै भएको भए म खुसी थिएँ, किनकि मलाई यस्तो कष्ट त आउँथेन। म किन त्यतिखेर अपवित्र थिएँ। अहिले जब म परमेश्वरसँग सम्बन्धमा गाँसिएँ, जब म चाहिँ सबै कुराहरू अपवित्र कुराहरू त्यागेर म जब पवित्र भएँ, अनि मेरो जीवनमा समस्याहरू आउन लाग्यो नि त। किनकि शैतानले चाहिँ भित्रभित्र बाधा बनायो मलाई, भित्रभित्र के गरेँ बाधा बनायो, झन् समस्या। जब सबै कुराहरू मैले बुझेँ कि हो यो त अपवित्र कुराहरू रहेछ, म जति पवित्र भए उति मेरो लागि परमेश्वरले मलाई आशिष दिनुहुन्छ, त्यति नै मेरो जीवनमा चाहिँ परमेश्वरले काम गर्नुहुन्छ भनेर चाहिँ जब मैले यो कुरा बुझेँ, अनि बल्ल मात्र मलाई त्यो दुःख पनि मलाई सुखमा परिवर्तन भयो कि मेरो लागि। त्यसैले आजदेखि नै म चाहिँ विश्वासी मात्रै होइन, विश्वास योग्य भएर जिउन सक्छु। के तपाईँहरू पनि त्यो जीवन तपाईँले जिउन सक्नुहुन्छ? कति मानिसहरूले भनेका हुन्छन् कि म चाहिँ संसारी नै ठिक थिएँ जस्तो मैले भनेको थिएँ, तर त्यो दुःख नै तपाईँको लागि सुखमा परिवर्तन हुँदैछ। आमेन। त्यसैले हार नमान्नुहोस्, सधैँ परमेश्वरलाई धन्यवादको बलि दिनुहोस्। तपाईँ पवित्र हुनुहोस्, किनकि परमेश्वर पवित्र हुनुहुन्छ। आमेन।